चाहिँ मेरो आँपको बोर्ड हो। यता सानो टोयलेट छ। सबैजनाले माया गरिदिनु होला मेरो सानो मिनी ब्लगलाई है। यता अम्बाको बोर्ड छ, फलिरहेको छ। यहाँ छ एउटा सानो के तिते करेला सानो फल्दैछ। एक दुई शाखा खाइसक्यो। अब के गर्नु, यस्तै छ। यतातिर फर्सीको सानो झाङ हुँदैछ। यहाँ अदुवा रोपेको छ। सबजनाले हेरेर माया गरिदिनु होला मेरो मिनी ब्लग। यतातिर हेर्नुहोस् पोखरी छ। अब मेरो घरतर्फ जाँदैछु। सबैजनाले हेरेर माया गरिदिनु होला, साथ दिनु होला गाइस। के गर्नु, यस्तै छ, गाह्रो छ गाइस। सबैजनाले हेरेर साथ दिनु होला, सपोर्ट गरिदिनु होला। चाहिँ यस्तो छ सानो मान्छे पनि सानो, घर पनि सानो छ। ब्लग पनि सानो बनाउँदैछु गाइस। यस्तै छ। यो चाहिँ यस्तो छ मेरो घर। यहाँ चाहिँ अहिले हाम्रो नयाँ बनाएको छ। यो चाहिँ फुल रोप्नुको लागि गमला भनौँ न, फुल रोप्ने गमला बनाएको आफैले हो, श्रमदानबाट बनाएको है। हाम्रो चाहिँ यो पनि श्रमदान हो, श्रमदानबाट बनाएको छु। सबजनाले हेरेर साथ दिनु होला, माया गरिदिनु होला। यहाँनिर झन्डै यस्तो फुल रोप्ने गमलाहरू 20-25वटा बनाएको छ। सबजना मिलेर सबैजनाले हेरेर साथ दिनु होला। हाम्रो यो चाहिँ मेरो गाउँ है गाइस। सबैले हेरेर साथ दिनु होला। हस्, धन्यवाद। सबैले माया गरिदिनु होला।